आवाज विनको आवाज सत्य तथ्य खबर फरक फरक कोसिली देश विदेशसम्म सरल सूचना सञ्चारको माध्यम एकमात्र 24 अनलाइन मिडिया। ह्यापी लोसार दिदी। थ्याङ्क यू, सेम टु यू बहिनी। तिमीलाई पनि धेरै धेरै अरे सेल रोटी लोसार स्पेसल है हजुर। ह्यापी लोसार। वाउ सेल रोटी साह्रै मिठो सङ्क्रान्ति बजारको मैले पनि बुझिसकेँ। सर हाम्रो फेस चाहिँ नदेखाऊँ ल, लोतो मात्रै हेरौँ। लोतो हामी त यस्तरी पो रोटो पकाउँछौँ त हो, ग्यास चुल्हामा हुरुरुरुरुरु आगो बाली रोटो चाहिँ हामी जस्तै सिलिम नै हुन्छ। मान्छेले सिलिम अनि रोटो पनि सिलिमै बनाउनु परेन त। मान्छे जस्तो त्यस्तै रोटी पाक्छ गाँठे हाम्रो घरमा। कला चाहिँ भएकै हो क्या रोटो पकाउने। भर्खर स्टार्ट हो हजुर। सेल पनि खाइदिइहाल्नु न त एक टुक्रो। खतरा भने डेन्जर हो। काठमाडौँको चिसो मौसममा तातो सेल बनाउँदैछौँ है हजुर। पानको पाक आँटाको पो आउँदैछ रोटो हटसेट माया गरेको नि त। एउटा खै हिलेर जाऊ, एउटा हिलेर जाऊ अनि पानी पनि खाऊ ल। यहाँ छ है मैले हस् मेरो भाइ राजालाई पनि रोटी दिन्छु भनेको कहिले भेट नहुने भएर पो त धीरज भाइ। रातो रातो तातो सेल दामी मिठो छ होला है दि अरे हो नि भाइ। मिठो छ त। मेरो माइतीको चाड ह्यापी लोसार आउँदैछ नि त। लोसारको पहिलो दिन हाम्रो 13 गते पुस 13 गतेदेखि स्टार्ट हुन्छ हाम्रो दसैँ। मेरो दिदीले भन्दै हुनुहुन्छ सुनिदिनु होला। मेरो पनि हुन्छ, पर्सि पनि हुन्छ। भक्ति सत्ताको साथले तपाईँहरू सबैजनालाई चुले निम्तो ह्यापी लोसार रोटी राखिदिन्छु। वाउ चिसो कन्ठमाला जस्तो पनि हुन्छ, घरि नगरी ले जस्तो हुन्छ। अन्त कत्रो हो यो रोटी। साह्रै राम्रो बनाउनु भयो त हौ दिदी। यस्तो रोटी त नबनाउनु न हौ। आँखा लाग्छ नि फेरि। आँखा लागेर मर्छ होला क्या, भुट्छ पनि होला। माघे सङ्क्रान्ति आउनु बाँकी नै छ। यो त मेरो माइतीको चाड भएर पो यस्तो राम्रो रोटी बनाएछु त हौ। आहा रोटी कसरी हुने सोल्टिने रुसित 25 रुपियाँको हातदाम हो। अरू ठाउँमा 25 रुपियाँ पर्छ नि, हाम्रो चाहिँ हात हो। अब मेरो यस्तो कस्तो राम्रो रोटीको तारिफ गर्नुभएको छ। के पैसा लिनु र हो हजुर। 25 रुपियाँको हातदाम हो। 25 रुपियाँ पर्छ नि, हाम्रो चाहिँ हात 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 हो।
ल हेरेरै भए पनि यसो कमेन्ट्स गरिदिनु होला। रोटी साह्रै मिठो सङ्क्रान्ति बजारको माघे सङ्क्रान्ति आयो आयो नि। 15 दिनमा फेरि माघे सङ्क्रान्तिमा खाइहाल्नु। अनि खानु परेन त, यो ज्यान यो जीवन नै खानको लागि, खाएन भने त अनि केही गर्नै सकिँदैन, सोच्नै सकिँदैन। सानो सोच पनि नखाइ आउँदैन रहेछ हजुर, खानुपर्छ टन्न। ठुलो ठुलो सोच्नेले त धेरै ठुलो नै सोचिसक्यो, यहाँ हामी नै छक्क परिसक्यौँ। सानै खाने यत्रो रोटी खाने क्या, यत्रो नखाने। सानो सानो सोचे पुग्छ हामीले हजुर, ठुलो सोच्नेले सोचेर यहाँ लठी भत्रै बनाइदिइसक्यौँ। हामी उता न यताको भयौँ हजुर। डढिसे छ। धेरै राम्रोसँग पाकेछ, गुड। ओ घुम्यो घुम्यो। सुभराज भाइ, धीरज भाइ, तपाईँहरूलाई रोटी खुवाउँला नि नेपाल आएपछि। ए विदेशमा हुनुहुन्छ? सबै परदेशी भाइ, परदेशी भाइहरूलाई राजकुमार आउँदैछु सोल्टी। भन्नु न, हामी त रोटी पोलेर सल्ल एयरपोर्टमा लिएर आउँछौँ नि। रोटीमै चढाएर ल्याउन। सल्ल पारेर रोटी एयरपोर्टमै ल्याएर हामी त राजकुमार सोल्टीले पनि पो स्वागत गर्न आउँछौँ। सोल्टीलाई पनि स्वागत गर्ने नि हो। भागभटिनीमा बेचेको रोटी जस्तो त बनाउन आउँदैन है, तर हाम्रो यो रोटी नै त्यस्तो छ, अर्ग्यानिक, आफ्नै गाउँको घिउ हालेको। ओ त्यस्तो भागभटिनीको जस्तो पनि बनाउनु त सक्छु, तर पनि मलाई त यस्तै मनपर्छ हामीहरूलाई खानु घरमा। त्यो टेस्ट लाग्दैन हामीलाई। घुम्यो है घुम्यो। भागभटिनीको भनेको कुरो पैसा दिने कुरो हो, मान्छेले ठुलो खोज्छ होइन। हामी त खाने हो, सानो सानो कुण्डल जस्तो पनि हुन्छ घरिघरि। कुण्डलै जस्तो चाहिँ नभनिहालौँ न हौ, यस्तो राम्रा रोटो एरी माडवाडी जस्तो भयो। बारबडी जस्तै भइरहेछ। धेरै नि जान्ने भएर होला के। माडवाडी रोटी। दुःख सुखको सहयात्री युट्युब च्यानल 24 अनलाइन मिडिया भुल्नु भएको छ भने अहिले नै लाइक, कमेन्ट, सब्सक्राइब, छेउको बेल आइकनलाई